संविधान भनेको के हो? यसको अवधारणा लेख्नुहोस्। होस् है। ल अब यसको उत्तर। नेपालको संविधान लिखित संविधान हो भने बेलायतको संविधान अलिखित हो है। 2.1.3 2.1.4 रहेको छ है। यो सबै हामी पढ्ने छौं। पहिला हामी 2.1.1 हेर्छौं हैन। पहिला हामी यो संविधानको बारेमा हेर्छौं है। संविधान यो संविधान के हो भन्दाखेरि यो जस्तै हाम्रो घर विद्यालय जस्तै यो घरमा त हाम्रो स्कुल मतलब हैन। यसमा नियम त हुन्छ, नियम हुन्छ समयमा स्कुल जाने रुलहरु हुन्छ, रुल रेगुलेसन। त्यसै गरी यो घरमा पनि समयमा पढ्ने, लेख्ने, खाने हैन। समयमा पढ्ने, खाने यथावत कुराहरु आदि कुराहरु। त्यस्तै संविधान पनि देश सञ्चालनको आधार हो यो। आधार है। आधार यो मार्गदर्शक सिद्धान्त हो यो। मतलब यो बाटो हो के दिशा। यो दिशा भयो। नियमहरुको समूह यो राज्य शक्तिको सीमांकन गर्ने आधार हो। आधार। अब यसको हामी परिभाषा लेख्छौं। क्वेशन संविधान भनेको के हो? यसको अवधारणा लेख्नुहोस्। होस् है। ल अब यसको उत्तर हामी के लेख्छौं भने यो छ 5 मार्क्सको है। संविधान भनेको देशको शासन सञ्चालन गर्ने मार्गदर्शक सिद्धान्त एवं नियमहरुको संग्रहलाई संविधान भनिन्छ। ल अब हामी अर्को परिभाषा लेख्छौं। राज्य सञ्चालनको कानुनी र राजनीतिक अधिकार बोकेको मार्गदर्शक
सिद्धान्तलाई संविधान बुझिन्छ। संविधानसँग बाझिने अन्य सबै कानुन अमान्य वा बदर हुने भएकोले यसलाई मूल कानुन समेत त्यस्तै राज्य सञ्चालन गर्नको लागि पनि कानुनी र राजनीतिक अधिकार बोकेको मार्गदर्शक सिद्धान्त भनेपछि दिशा र सिद्धान्त भनेपछि कार्य गर्ने अनि संविधानसँग बाझिने, यसको मतलब बाझिने संविधानसँग अर्को कुनै पनि कानुन बाझिएको छ भने त्यो अर्को कानुन स्वतः अमान्य हुन्छ। ल त्यसैले यसलाई मूल कानुन भनिन्छ। यो सबै कानुनको जननी हो। संविधानले मानव अधिकार र मौलिक हकको संरक्षण गर्दै सरकारको शक्तिलाई सीमाङ्कन गर्दछ। यो संविधानले मानव अधिकारको र मौलिक हकको संरक्षण त गर्छ उल्लङ्घन भयो भने क्षतिपूर्ति सहित कानुनी कारबाही गर्छ। सरकारको शक्तिलाई सीमाङ्कन भनेपछि सरकारको शक्तिले सीमाङ्कन गर्छ भने सरकारसँग सेना छ, प्रशासन, पुलिस प्रशासन मन लागि गर्न सक्थ्यो नि। यदि संविधान नभएको भए मन लागि गर्न सक्थ्यो। त्यही भएर यो सीमाङ्कन गर्छ कि यो संविधानले। 3वटा पोइन्ट भयो। अब हामी यसको अवधारणा लेख्छौँ है। ल हेर्नुहोस्, यो अवधारणा पहिलो बुलेट, सेकेन्ड बुलेट। ब्ल्याक लौ डिक्सनरीका अनुसार संविधान सरकारको एउटा बडा पत्र हो। जस अनुसार सरकारले सम्पूर्ण अधिकारहरू जनताबाट प्राप्त गरेको हुन्छ। संविधान बनाउने अधिकार मूलभूत जनतामा मात्र हुन्छ। संविधान जुनसुकै सभा सम्मेलनले बनाए पनि जनताले नै बनाएको बुझिन्छ। तपाईहरु लेख्नु होला। ब्ल्याक्स ल डिक्सनरीका अनुसार संविधान सरकारको एउटा बडा पत्र हो, जस अनुसार सरकारले सम्पूर्ण अधिकारहरू जनता पक्षबाट प्राप्त गरेको हुन्छ। संविधान बनाउने अधिकार मूलभूत जनतामा मात्र हुन्छ। संविधान जुनसुकै सभा सम्मेलनले बनाए पनि संविधान जनताले नै बनाएको बुझिन्छ। 2वटा बुलेट भयो। ल संविधान लिखित र अलिखित गरी दुई प्रकारको
दुई प्रकारको हुन्छ। जस्तै नेपालको संविधान लिखित संविधान हो भने बेलायतको संविधान अलिखित हो है। अनि विश्वमा सर्वप्रथम अमेरिकाले सन् 1787 मा निर्माण गरेको हो। नेपालमा सर्वप्रथम नेपाल सरकार वैधानिक कानुन 2004 घोषणा गरिएमा लागू भएन। नेपालमा लागू भएको नेपालको अन्तरिम शासन विधान 2007 हो। ल यो बुलेटलाई अघिल्लो बुलेटमा जोड्दानी भयो। हाल नेपालमा 2072 मा जारी भएको नेपालको संविधान कार्यान्वयनमा रहेको छ। अनि अन्त्यमा अतः संविधान राजनैतिक र कानुनी दस्तावेज हो। साथीहरू अब हामी क्वेश्चन नम्बर 97 पढ्यौँ हैन। अब क्वेश्चन नम्बर 98 पढ्छु है। यो भन्दा अगाडिको क्वेश्चन खण्ड 1 क मा छ है। खण्ड क मा छ। पहिला हामी यो सकाऊ त्यसपछि खण्ड क मा जान्छौँ है। हामीसँग जम्मा कतिवटा क्वेश्चन छ सेकेन्ड पेपरको। सेकेन्ड र थर्ड पेपर मिलाएर हामीसँग 480 क्वेश्चन छ है। सेकेन्डमा कति होला लमसम 265 क्वेश्चन होला है। 265 क्वेश्चन होला सेकेन्डमा। हामीसँग यति क्वेश्चन चाहिँ पढ्यो भने पक्का पास हो है। ल